पुष्कर खतिवडा पनि मैदानमा हुनुहुन्छ, ढुङ्गा हान्दै हुनुहुन्छ। पुष्कर खतिवडा पनि मैदानमा हुनुहुन्छ, ढुङ्गा हान्दै हुनुहुन्छ देख्न सकिन्छ। पुष्कर खतिवडा पनि मैदानमा हुनुहुन्छ, ढुङ्गा हान्दै हुनुहुन्छ। जनताले प्रतिकार गरिरहेका छन्। त्यहाँ समय हाल्यो घाँटीमा, पछाडिबाट म निस्किन लाथे, मलाई नै ठेलेर लुट। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के थाहा त भाइ, होसै भएन आन्दोलनमा। अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो। 2.5 तोला 2.5 तोला। अब मैले कहाँ ल्याउँथे, मेरो सिक्री नै लुट्यो बाबु। अब 2.5 तोला घर कसरी जानु? अब म घर कसरी जानु? मलाई अब के चोरी नेत्दै गरे, मलाई थिचेर तानेर लग्यो मलाई। घाँटी रातो भएर छ दाइ? सिक्री लुट्यो। सिग्री चोरी भयो दाइ? आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिग्री चोरी गर्नुभएको छ। सबिन दर्शक पनि एकजना दाइको सिग्री चोरी भएको छ। दाइ भेट्यो? के भयो सिग्री हरायो दाइ? सिग्री हरायो। सिग्री मेरो यहाँ चाहिँ लुट्यो। कसले लुट्यो दाइ? शङ्का छ अलिअलि दाइ? हजुर। कुन पार्टीकोले लुट्यो तपाईँ शङ्का गर्न सक्नुहुन्छ? अनुमान गर्न सक्नुहुन्छ? अनुमान के गर्नु बाबु, अब यहाँ हुलमुलमा मेरो सिक्री नै लुट्यो बाबु। अब 2.5 तोला घर कसरी जानु? अब म घर कसरी जानु? मलाई अब के जसले भेटाउनु भएको छ उहाँलाई दिइदिनुहोस्, उहाँलाई दिइदिनु होला। यस्तो हाम्रो यो कार्यक्रममा यस्तो नहोस्। जोसुकै साथीहरूले इमान्दारीका साथ अहिले खोजेर राजावादीहरूलाई जसलाई दिँदा पनि सतीश नारायण नगेन्द्रलाई दिइदिनु होला है, हजुरलाई अनुरोध गरेँ मैले। दाइ जस्तै झुकिएर हत्या परेको हो कि चोरी नियतले गरेको हो? चोरी नियतले गरे मलाई, थिचेर तानेर लग्यो मलाई। घाँटी रातो भएर छ दाइ? सिग्री लुट्यो। छैन बाबु, छैन। साढे 2 तोला 2.5 तोला। चिन्ता नगर्नु, चिन्ता नगर्नु। 2.5 तोला। अब मैले कहाँ ल्याउँथे, पस्यो राडीको जोहरूले मलाई लुटो बाजेको राडीको जोहरूले। लुट्यो राडीको देखेँ त्यहाँ समय हाल्यो घाँटीमा, पछाडिबाट म निस्किन लाथे, मलाई नै ठेलेर लुट। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के थाहा त भाइ, होसै भएन आन्दोलनमा हुलमुलमा ज्यान जोगाउनुपर्छ र आफ्नो वस्तु सुरक्षित राख्नुपर्छ भन्ने हजुरलाई थाहा त हुनुपर्ने होइन र? यत्रो समय चुनाएको ल, यो पनि लगाइदिएँ मैले। अब के गर्नुहुन्छ दाइ? अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो बाबु। मानिसहरू क्रिकेट खेल्ने जस्तो गरेर खेलिरहेका छन् यहाँ। ओ माई गड, माई गड। ओहो भित्रबाट ओहो के भइरहेछ? दर्शकवृन्द, दुर्गा प्रसाई आफै गाडी चलाएर अगाडि बढ्दै हुनुहुन्छ। निकै नै अप्रिय अवस्था देख्न सक्छौं हामी। यहाँ प्रहरीले अश्रु ग्यास चलाएको छ।
यो 3 कुनेको सडक हो, 3 कुने क्षेत्र हो। उहाँ आफै आफ्नै गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। अगाडि बढ्दैछौँ। जहाँ कसैले रोक्न सक्ने अवस्था छैन, कसैले प्रहरीलाई पेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ र दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला 3 कुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी यो दृश्य देख्न सक्छौँ। राजा पनि चाहिएन, नेता पनि चाहिएन। यो देशमा चाहिएको छ सुशासन। कसले दिन्छ सुशासन? आफ्नो बनाए भन्नेको भन्दैन। आफ्नो छोरा, अर्काको छोरा, जनताको छोरा एउटै देख्नु पर्यो। त्यसले कमिलालाई न्याय दिनु पर्यो, हाकीलाई न्याय दिनु पर्यो। यो ठुलो म न्याय दिन सक्दिनँ, यो कमिला हो म न्याय गर्छु भन्नु परेन। न्यायालयको मान्छे भ्रष्टाचारी छ। यो देश आज भ्रष्टमा डुबेको छ। बिना पानी माछाहरू तैलिएका छन्। आऊ युवा जाग, अब देश बचाउने पालो तपाईँहरू जस्तो पत्रकारको हातमा छ। म यो देश सूत्र, मेरो नाम हो सन्तोषम परम सुखम आनन्द। म यो राष्ट्र